Hi guys, welcome to our new vlog. आज हाम्रो छ एनिभर्सरी अनि म चाहिँ हाम्रो एनिभर्सरीमा हस्बेन्डलाई सरप्राइज दिनको लागि रेडी भएर दुलै जस्तै भएर बसिसकेको छु. एन्ड लुक एट आवर डेकोरेसन. हामीले पुरा डेकोर गरेर अनि मेरो हेल्प गर्नलाई चाहिँ दुलाको साली कान्छी बहिनी हुनुहुन्थ्यो. अनि आज चाहिँ कहानीमा एउटा ट्विस्ट भएको छ गाइस. भिनाजुले पनि मलाई भन्नुहुन्छ, दिदीले पनि मलाई भन्नुहुन्छ, दुईजनाको बिचमा म परे. सरी भिनाजु. अनि भिनाजुले पनि दिदीलाई सरप्राइज दिन खोजेको, दिदीले पनि भिनाजुलाई दिन सरप्राइज दिन खोजेको. अब के गर्ने, अब उता भन्नुभन्दा यता भन्नु ठिक जस्तो लाग्यो. मैले यता भनिदिएँ, सरी. अनि पुरा केक अर्डर गरेर जानुभएको रहेछ होइन. अनि म चाहिँ केक किन्न जानु लागेको थिएँ क्या. अनि कान्छीले चाहिँ नि दिदी अब के गर्नु भन्नु परिहाल्यो. भिनाजुले अलरेडी केक अर्डर गर्नुभयो भने मैले केक किनिनँ होइन. अनि सो गाइज म तपाईँलाई हाम्रो ब्याग देखाउँछु. एकदम भेरी सिम्पल होइन, केही गरेको छैन. जस्ट ह्याप्पी एनिभर्सरी लेखेर अनि सिम्पल डेकोर गरेर वेट गरिरहेको छ. अनि त्यो चाहिँ हाम्रो एनिभर्सरी गिफ्ट फ्रम आवर फ्रेन्ड. अनि साथी चाहिँ आउँदैछ होइन. कान्छी योबाट भन न, योबाट भन न. रियाक्सन देख्दिनँ मैले. अनि आज चाहिँ मैले होइन साडी लगाएको छु. अनि मेरो साथीले, मेरो बेस्ट फ्रेन्डले चाहिँ फर द फर्स्ट टाइम मलाई यस्तो सिन्दुर पोतेमा देख्दैछ क्या. सो लेट्स सी हर रियाक्सन है त. यसले चाहिँ मैले साडी लगाएको चाहिँ पहिलोचोटि देखेको होला. अनि भन्दैछ ल प्रतापले पनि फर्स्ट टाइम देखेको होला मलाई यसरी. थ्याङ्क यू. सबलाई सरप्राइज हो कि. सो उहाँहरूले चाहिँ मलाई फर्स्ट टाइम यसरी बेहुली भएको देख्दै हुनुहुन्छ होइन. केक अर्डर गरेर गएको रहेछ. अनि म चाहिँ अब मेरो प्लान थिएन कि. अनि मैले यसो सोचेँ तेरो पनि छुट्टी छ होइन, प्रताप पनि के ड्युटी छ, अहिले धेरै हार्ड ड्युटी छैन नि त. अनि सबैजना घरमा हुन्छौँ, बरु खानासाना बनाउँछौँ भन्यो होइन. अनि कान्छीलाई पनि भन्यो. अनि त्यसपछि ल जाम तल डेकोरेसनको सामान लिन जाम अनि केक पनि लिन जाम भनेको त अब कान्छीले यस्तरी अब भन्नै पर्यो. भिनाजुले केक अर्डर गरिसक्नु भयो. उसले सरप्राइज दिन लागेको रहेछ कि केक नभनिकन. अनि त्यसपछि कान्छीले केक लिएर आयो. मैले थाहा पाइसकेँ, मैले केकै किनेँ. केक चाहिँ देख्नु भएको छैन कस्तो छ भनेर. के छ भित्र ओपन गरेर हेरौँ न. ह्याप्पी एनिभर्सरी. फ्लावर त दिएर हुँदैन नि बाबा, फ्लावर दिन त अहिले. बट फर्स्ट अफ अल मेरो के अरे फेभरेट ब्रान्ड रहेछ त. अनि क्याल्भिन क्लेन. Oh, it's so cute. हामीलाई नि हेरौँ न. वाउ. गर्नु न. अनि त्यसपछि फ्लावर त तपाईँ आफै दिनु. थ्याङ्क यू. खोलेर सबलाई दिनु पर्यो क्या एक एकवटा. केक छैन, यही त दिने होइन. अब तपाईँ आफै दिनु. तल खुट्टा टेकेर म खुट्टा टेक्छु. गर्नु पर्यो नि लाइट. 1 2 3 गो ल. टिकटकको लागि हो, केही हुँदैन. अब किस खाइरहन न. ल पछाडि क्यामेराम्यानहरू हेरिदिनु त. अलिकति कोल्ड बनाउन मिल्छ कि नै? दुईजना नै हात राख्नु. अब त होला नि. कस्तो मजाले कभर गरेर सबै स्पेस क्या यो डिजे अहिले. ह्याप्पी एनिभर्सरी. ह्याप्पी एनिभर्सरी हो नि. कहाँ ह्याप्पी बर्थडे टु यु